आज तपाईहरुलाई स्वागत छ। आज मेरो साथमा छन् मेरो हस्बेन्ड। हेलो भन्दिनु। हेलो हेलो यो फनी छ अनि आज हाम्रो साथमा छ देख्न सक्नुहुन्छ हैन। मोमो त्यो पनि मिट मोमो अनि स्पाइसी टुप्याम अनि कोक पनि छ। आज बुढा भएर मिठो मिठो खान पाइराखेछ। त्यो भएर हैन बुढा। अब खान सुरु गर्ने के बोल्नुहुन्छ तपाई बोल्नु। म त के बोल्न अब मलाई चाहिँ खान मन लागिरहेछ कसरी कसरी भन्ने जस्तो भोक पनि लाग्यो। ल अब खान सुरु गरे ल खान गरौँ। तर हाम्रो चाहिँ के छ भने उस छैन है के अरे माइक छैन है कचक 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 पार्ने चाहिँ माइक छैन। मैले को खाएँ खान सुरु गर्ने म चाहिँ लु करेन्टदेखि गर्छु। वा बुढा खाने तपाईँ पनि करेन्टदेखि म त यो उस्तै यहाँ राख्नु पर्यो कोक त मलाई खानै उस बनायो म त मोमोदेखि खाने हो हुन्छ मोमोदेखि खाने हो मोमो मोमो हामी खाइसक्यौँ नि यहाँतिर मोमो छ नि हातले होइन बुढा बुढा बुढीले कति खाइसक्छ। यो खाइसक्यो भने अहिले थप्ने अहिले हाम्रो यो उस सरी पिरो करेन्ट त लास्दै है यसो गरौँ अनि मोमोलाई यस्तो राखौँ। अलिकति चर्को भएछ बुढी हाम्रो उस्नमा दामी छ। आगो निकाल्नु त्यसरी निकाल्नु त हल्का चिसो भयो कि हाम्रो खै काट्यो एकछिन जानुहुन्छ ठाउँ मिलाउनु पर्दा यताबाट तान्नु उताबाट तान्नु तान्नु मिठो भएछ है तर है चिसो चिसो भएछ। तिमीलाई चर्को भएन मलाई अलिक कस्तो चर्को चर्को भयो जस्तो लाग्यो। यो चाहिँ होममेड भयो यस्तो भयो है चाख्दै चाखेँ होइन आएपछि पो थाहा भयो सबै पकाइसकेपछि पो मिठो फेभरेट चाहिँ मलाई करेन्ट नि होइन खाने चिसो भएपछि यो पनि मिठो हुँदैन करेन्ट पनि यस्तो सेम हुने छ। टुपियाम भन्दा करेन्ट उस हो कि अब कि टुपियाम अलिक उस हो करेन्ट मिठो लाग्यो है पिरो क्या हामी चाहिँ चपस्टिक केही युज गरेको छैन यो चाहिँ हाम्रो चाहिँ कमन अब हेर्दै जाउँ पछि पछि तपाईँहरूले सपोर्ट गरिदिनु होला होइन हामी यस्तै रमाइलो भिडियो गरेर ल्याउँदैछौँ होइन बुढाबुढीको पछाडिको बदा पनि टक्क रेखा पनि देखिन्छ। हामीले ट्राई गर्दैछौँ यो त्यो पनि यो चाहिँ बेलुका राति हो यो 9:30 जति बज्यो बनाउँदा बनाउँदा दिउँसो बाबु आएर ठिकै हुन्थ्यो। अनि यो हाम्रो पर्दा पनि आइरन लाउनु पनि पैसा उस छ नि त मलाई अन लागिसक्यो है बुढी तिमी सक्छ हल्का चिसो भयो नि त बुढाबुढीको च्यालेन्ज किनौँ भन्नु त
बुढा चाहिँ छिटो खान्छ तर एकैछिनमा अगाउँछु यो है तपाईँ मोमोहरू चाहिँ अहिले चाहिँ माछा तिखा लाग्छ जस्तो चाहिँ बुढी यो के बनाउँदा बनाउँदै यो चिसो भयो कि है टुपिएम त टुपिएम होइन करेन्ट मोटै उठ्ला टुपिएम चाहिँ अलिक रातो हुन्छ क्या खानै बुढा करेन्ट खानु न हाम्रो यो अलिकति अलि हल्लिएको थियो मान्छेले यसो लगाएर खान्छ त यसो लगाएर खाइसक्छ र भने यार खाइसक्नु म त अब उठ्छु होला यार कहाँ तिमीले खाएको हेरि बस्नु म खाएको हेरि बस्नु अलि माथि सारेर खाऊ न कहाँ लुगाएर खाएको उता देखाएपछि त देखाएर खानु परेन होइन गाइस भित्र यसरी लुगाएर त भिडियो नबनाइ खाँदा पनि भइहाल्यो नि अस्ति कमेन्ट एकजनाले गरेको सुनेन अलि माथि कहाँ लुगाएर खाएको अघि मैले उल्टो हातले खान्छ छिसो उल्टो हातले खाएँ नभन्न भन्छ है अस्ति दाल पनि मैले के भनेको थियो लास्टमा सिमीको दाल भनेको पछि लास्टमा उनीहरूले त छिसो पाटुले दाल खाएको त्योभन्दा त बाक्लै दाल खाएको मिठो हुन्छ भन्ने कमेन्ट गरेर ठिकै छ उनीहरू भिजेर अब सबै नआएर पनि लास्टमा हेरेँ मैले लास्टमा भनेको छु त्यो पातुले नसोच्नु होला मैले मैदा मतलब सिबीको पैदा बनाएको भनेको थियो लास्टसम्म हेर्नु भएन होला नि त उहाँहरूले होला त्यो ठिकै छ धन्यवाद कमेन्ट गरिदिनु भइरहेछ भोलि आज अलिकति थोरै चर्को भएछ चर्को भने त्यसपछि अलिक चिसो भयो त्यही भएर गाह्रो भयो खानुलाई कति छिटो चिसो अब त यता त जाडो कोक खाएको त झन् चिसो भयो जाडो बढिसक्यो त्यही भएर पनि होला यस्तो यो च्यालेन्ज चाहिँ खेल्न सकिँदैन चाहिँ टुपियाम खाने बेलामा धेरै नबोल्नु भन्छ तर हाम्रो बुढाबुढीको ऊ है कुरा गर्ने म एक्लै हुँदा त म त नबोलिकन खान्छु तपाईँलाई थाहा छ गोक्छु त नचोपौँ होला चर्कै छ नचोपौँ भोलि मात्रै भन्नु होला भोलितिर पछि म चाहिँ मात्रै भ्लग बनाउँछु मेरो बुढाले पनि सस्तो भन्छ बुढाले चाहिँ भ्लग बनाउँछ मैले मुङबाङ तपाईँहरूले सबैले मेरो बुढालाई के भन्छ सहयोग गरिदिनु होला त्यो च्यानलको लिङ्क चाहिँ तपाईँको लिङ्क भन्दा पनि च्यानल चाहिँ हामीले बुढीको तल मुनि फेदमा राखेको छ है ब्लगिङ च्यानल चाहिँ त्यहाँ गएर सब्सक्राइब गरिदिनु होला अनि त्यहाँ चाहिँ हामी बुढाबुढीले चाहिँ कति दुःख गर्छ के गर्छ होइन कस्तो काम गर्छ तपाईँहरूले त्यहाँ सबै थाहा पाउनु सक्नुहुन्छ सरी जान्दै मैले कोटाएँ अनि तपाईँहरूले यो खानु मात्र होइन काम पनि धेरै छ दुःख छ नि त त्यहाँबाट हेर्नु सक्नुहुन्छ म पुगेर तिमीको
अघि दुईवटा मात्रै बनाउनु चाहिँ खाइसक्नुहुन्छ मेरो अस्ति फर्स्ट टाइम भिडियो बनाउनु बोल्नु चाहिँ यति अहिले कस्तो लाग्यो राति भोरेर पनि हजुर अस्ति फर्स्ट भिडियो पनि है भोलि त्यसै तिमीले बनाउनु मिलेन 80-90 त आयो है हाम्रो है के चाहिँ भ्युज कहाँ बढी आयो 200 त दिएको छ अहिलेको पो फेरि डाउन भइरहेछ त्यो अहिलेको अस्ति युट्युबहरू ब्यान भएको थियो त त्यो त्यसको कारणले है नभए राम्रो थियो राम्रोसँग तपाईँहरूले सपोर्ट गरिदिनु भइरहेको थियो भनौँ न होइन यो चाहिँ हल्लेको छ फेरि एङ्गल मिल्दैन रे अब चाहिँ धेरै छ नि मोमो चाहिँ मैले यो 2 PM चाहिँ तपाईँको बुढी छ नि फेभरेट 2 PM मतलब 2 PM को फेभरेट नै हो खाइसक्यो तपाईँहरू बिचमा हेर्नु न बुढाले भन्दा मैले 2 PM मैले खाइसकेँ उहाँले त तपाईँले 2 चोटि पनि खानुभयो है 2 चोटि मैले यस्तो गरेको लाग्यो सबै मैले खाइदिएँ मोमो पनि खाँदैछु तर केटी मान्छे खाउँछु नै हुन्छ भने खन्छु नै रहेछ तर सकेन यार अलिक खानु झन् बुढाले छ भने खान्छ होला मात्रै हुन्छ मैले त मोमो त मासु लगेर पुरा हालिदिएँ तल लगेर पो उभ्याइदियो यसको यसो बोलिदियो मैले अघिदेखि मोमो खाएको छ नि क्या खानु सकेन भनेर खानु मन पराउने मान्छेहरूले के को मन पराउँदैन अब खानु सक्ने गरी पो खाने हो त होइन यो फर्स्ट हो यहाँ पनि छ थोरै अहिले नै मान्छे अघि त खाँदै जस्तो भएको थियो है चिसो भयो पकाउनु पनि लगायो म त उस लाग्यो अहिले चर्को लाग्यो बुढी अघि पकाउन पनि 2-3वटा खाइसकेँ मैले त खानु हो कुक बियर नभन्नु होला बियर पनि पाए त मजा हुन्छ रमाइलो हुन्छ पाउँदैन वाउ मलाई चाहिँ करेन्ट यस्तो फेभरेट हो साथीहरू गाईहरूलाई एकदम गाली गर्छ फेरि खाइसक्नुपर्छ फर्स्ट टाइम अनि हेर न कति फोहोर बनाएको उसले हेर मेरो एउटा फोहोर चाहिँ के खाएको यस्तो छ उसले खाएको छ म पर्दाहरू सबै धुनुपर्छ पनि फेरि दुईवटा होइन म एउटा खाना बोक्छु चिसो पनि रहेछ यो कोक खाएको त झन् चिसो भएको माथि झन् चिसो चिसो अब यति चाहिँ लास्टमा राख्नु पऱ्यो अलिक चर्को छ नभए एकै यो गुटमा मेरो खानु खाइदिन्छ नि त कसरी चर्को भएर म त त्यहीँ राखेँ म त्यहीँमा खानु तपाईँ अब यति 3टा छाड्नु एउटा त खाने अहिले पऱ्यो ऊहरूले मेरो फ्यानहरूले ऊ गर्छ त्यस्तो जबरजस्ती त के छ र हाम्रो फ्यान कति नै छ नै भयो गाई गर्न 200-300 जना छ बिसवटा मात्रै राख्नु पर्छ नि
खाऊ तिमी 30 40 राखेको है खाइसक्यो भने अब हामी भिडियो इन गर्नुपर्छ गाई साथीहरू उसको त बानी छ ऊ त एक्सपिरियन्स छ मलाई फर्स्टचोटि मुकबाङमा आउँदैछु सेकेन्डचोटि आउँदैछु मुकबाङमा त्यही भएर म त के हुन्छ लास्टमा त्यही हो त्यही होइन अलिक चलेको हो तपाईँहरूले सपोर्ट गर्दै गर्नु होला भइरहेको छ मलाई हामी जस्तो गरिबलाई त है कसले पनि सपोर्ट गर्दैन हौ हामी जस्तोलाई पनि सपोर्ट दिनु न तपाईँहरूलाई फनी फनी भिडियोहरू ल्याउनेछ होइन मेरो बुढाको मामा ब्लगमा हेर्नु त्यस्तो उसको त तिमी खाउ त हातले खाने होला एउटा त खाउन बेबी मन नाइले प्लिज प्लिज नो म यो थोरै खान्छु यो लास्ट उसको सरी अहिले चर्को हुन्छ होला हामी खाउँ खाइसकिसक्दैन म हेरिरहेको छु खाइसक्नु पनि हाल्ने होइन फेरि गाली गर्छ साँच्चो काटेछ भिडियो भन्छ अब त्यो त यस्तो हुन्छ तपाईँहरूको के अरे अब हामीसँग धेरै भ्युवर्स चाहिँ छैन अब धेरै भ्युवर्स आउने अलिक फेमस भए पो त्यसपछि काटेछ भने ए काटेछ भन्नु अब यो त हाम्रो स्टार्टिङ हो नि यहाँ त त्यही भएर यहाँ त बालै हुँदैन कि यहाँ चाहिँ कस्तो हुन्छ भने तपाईँले खाए पनि नखाए पनि उसै किन्न फाइनल केही उसै गर्दैन ल अब चाहिँ देख्न सक्नुहुन्छ हाम्रो चाहिँ कालो मात्र भाडा भयो भन्दै अब खाइसक्यो तिमी खाँदै गर म बोलिदिन्छु नि त है ल हामीले खाइसक्यो अब कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला मन परेमा एक लाइक कमेन्ट बनिहाल्यो अनि त्यसपछि ठ्याक्क सेयर गरिदिनु होला सब्सक्राइब त तपाईँहरूले गर्नु भइहाल्छ त्यो त हामीले भन्नै पर्दैन भन्दै ओके बाई बाई सी नेक्स्ट भिडियो लास्टमा कोक चाहिँ यति कोक पनि खानु तपाईँ नखाने मलाई आज चर्को भयो कस्तो नेक्स्ट त्यही भएर मेरो अनुहारै कस्तो भयो ल बाई 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 गाइज अर्को भिडियोमा ल्याउँछु लाइक कमेन्ट सब्सक्राइब गर्नु नभन्नु होला बाई